येले अतिजम जुपी मस्त कलाकार देत सिरपा लहलागुदो आकार फाउन्डेसन यलो महानगरपालिका समन्वयले अतिजम जुपी मस्त कलाकार देत सिरपा लहलागु ख के अरे बाबुले अब आर्ट गर्छ भन्ने पनि त्यो थाहा थिएन किनभने उसको इन्ट्रेस्ट भन्ने केहीमा पनि थियो जस्तो लाग्दैन थियो कि चाहिँ गीत सुन्ने गीत गाउने उसलाई मनपर्ने हबी भनौँ अब उसलाई गीत गाउन र सुन्न चाहिँ मन पर्थ्यो तर अब आकार फाउन्डेसनले जस्ट 3-4 चोटि हाम्रो सेन्टरमै अटिजम केयर नेपालमै गएर उहाँहरूले जस्ट यतिकै म्याम हजुरहरूले के पनि हेल्प नगर्नुहोस् उनले आफ्नो इमोसनले त्यसमा पेपरमा व्यक्त गर्ने हो हेल्प नगर्नुहोस् उहाँहरूले आफ्नो मन खुसीले गर्नुहुन्छ अनि अचम्म लाग्थ्यो अब उसले केही त आउँदैन कसरी गर्छ जे पाए त्यही कामै छैन भने जस्तो हुन्थ्यो कि त्यो एज अ प्यारेन्ट अनि त्यसपछि हेल्प अब सपोर्ट चाहिन्छ होला बिना सपोर्ट त उसले कसरी आर्ट गर्छ जस्तो त्यो फिलिङ हुन्थ्यो तर अब अनि उहाँहरूले भनेअनुसार हामीले फलो गऱ्यौँ कि अनि जस उनीहरूले आफ्नो जे मनमा आयो त्यो जस उनीहरूले स्केचमा निकाल्यो होइन अब बाबुको सेलेक्ट भयो भन्दा त कस्तो अचम्म लाग्यो क्या सरप्राइज थिएँ म त के चाहिँ गर्यो होला र उसले गर्ने बेला म त थिएन उसको टिचरहरू हुनुहुन्थ्यो अनि के गर्यो होला जस्तो लाग्थ्यो अनि पछि राति 10 बजेतिर फोन आयो उजिला बहिनी हाम्रो साइकोलोजिस्ट हुनुहुन्छ अनि उहाँले म्याम मौलिकको बिक्यो नि भन्दा त्यो सोल्ड आउट भयो नि भन्दा त म त कस्तो छक्क परेँ क्या रातभरि त्यो हुन्छ नि त्यो खुसीको सीमाहीन थिएन होइन जस एक्सपेक्टेसन थिएन तर जस उहाँहरूले हेल्प गर्नुभयो आकार फाउन्डेसनले नै हेल्प गरेर नै जस एउटा फाउन्डेसन बन्यो भनौँ न आर्ट गर्ने अब मेरो छोराको त्यो उसकोमा त्यो इन्ट्रेस्ट छैन है के गर्ला भन्ने त्यो मेरो ठ्याक्कै माइन्ड चेन्ज भयो कि ल उसले पनि गर्ने रहेछ कोसिस गर्यो भने त जस्ट टाइम दियो भने त भन्ने जस्ट एकदम खुसी छु झन् आज प्राइज पायो होइन लाइभ नै गर्नु जस्ट अलिकति उसलाई गाह्रो भयो नयाँ ठाउँमा आउन उसलाई सेटल हुन नयाँ ठाउँमा चाहिँ उसलाई प्रायः गाह्रै नै हुन्छ त्यसमा त्यो उसको आज मैले मनपर्ने कुरा ल्याइन त्यसले गर्दा चाहिँ अलिक डिस्टर्ब भयो नभए चाहिँ जस्ट खुसी छौँ हामी धेरै अनएक्सपेक्टेड थियो जस्ट एकदम राम्रो एचिभमेन्ट भयो जस्तो लाग्यो अनि थ्याङ्क यू आकार फाउन्डेसनलाई एकदम हृदयदेखि नै जस्ट बाबुको यो एउटा हुनर भनौँ न जस आयो अगाडि अब आशा छ उहाँहरूले अगाडि पनि एकदम हामीलाई साथ सपोर्ट दिनुहुन्छ अनि प्यारेन्ट्सलाई पनि केही टिप्स आइडियाहरू के गरी हाम्रो बाबु नानीहरूको चाहिँ त्यो आर्टमा अलिक ग्रोथ हुनसक्छ अथवा राम्रो बनाउँदै लान सकिन्छ उहाँहरूले आइडिया दिनुभयो भने हामी पनि एज अ प्यारेन्ट्स घरमै पनि ट्राई गर्ने छौँ त्यो चाहिँ यस्तो हो अब उसले आज प्राइज पायो म चाहिँ अझै मोटिभेटेड छु जस्ट एउटा इन्कम भयो नि त उसको मेरो छोराको त्यो फर्स्ट इन्कम हो क्या अब एज अ आर्ट उसले आर्टिस्ट भएर होइन जो सहयोगले यसरी नै उसले आफ्नो इमोसनहरू व्यक्त गरेर उसले अझै कमाउन सक्यो अनि एटलिस्ट उसको लागि केही न केही त उसले पाउँछ नि त त्यो भयो भने राम्रो हुन्थ्यो अब यहाँ हजुरहरूको नगरपालिकाको साथ सपोर्ट आकार फाउन्डेसन अटिजम केयर सबैजना मिलेर साथ सपोर्ट भयो भने त अवश्य हाम्रो बालबालिकाले सबै नानी बाबुहरूले चाहिँ जस्ट राम्रो गर्न सक्छ होला जस्तो लाग्छ मलाई अब मेरो छोराको भन्नुपर्दा अभिनव झा होइन ऊ चाहिँ 15 वर्षको भयो अहिले अनि सानैदेखि उसलाई चाहिँ अब ठ्याक्कै आर्टमै त इन्ट्रेस्ट त्यस्तो थिएन तर उसलाई चाहिँ कलर पेन्सिलहरू होइन त्यस्तो चाहिँ उसले यतिकै खेल्ने क्या कलर पेन्सिल खेल्ने अनि पेन्टिङ पायो भने पेन्टिङसँग खेल्ने अनि त्यसपछि पेन्टिङ अब जस्तै टेबलमै उसले पुछे जस्तो होइन खेल्ने वालमा कहिले भित्तामा गर्ने त्यस्तो गर्थ्यो अनि तर पनि मलाई चाहिँ उसलाई चाहिँ त्यसमा इन्ट्रेस्ट छ आर्टमा इन्ट्रेस्ट छ भनेर चाहिँ लागेको थिएन अनि स्कुलमा पनि होमवर्कहरू गराउँदा घरमा पनि मैले गराउँदाखेरि उसले चाहिँ स्केचभित्र राम्रोसँग पेन्टिङ गर्थ्यो पेन्टिङ पनि गर्ने कलरिङ पनि राम्रोसँग गर्थ्यो त्यो गरे तापनि अब आर्टतिर लाने आर्टमा उसले आर्ट चाहिँ राम्रोसँग गरेपछि केही गर्छ भन्ने मैले सोचेको पनि थिएन अनि यो चाहिँ भन्नुपर्दा यसमा क्रेडिट चाहिँ पुरै आकार फाउन्डेसनले जान्छ होइन र साथसाथै अटिजम केयर नेपाल जसले चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ ठाउँ दिनुभएको छ होइन अनि त्यसपछि आकार फाउन्डेसनले चाहिँ विभिन्न आर्टिस्टहरू राखेर उहाँहरूले पेन्टिङ गराउनु भएको मलाई त थाहा पनि थिएन पछि फोन अस्ति फ्राइडे फोन आयो अनि तपाईँको बच्चाको चाहिँ पेन्टिङ सेलेक्सन भएको छ भनेर अनि त्यो भन्दाखेरि चाहिँ म छक्क परेँ जस एकदमै खुसी पनि भयो एक्साइटेड भयो हामी फ्यामिलीमा सबैजना जस मेरो बाबुले पनि केही त केही गर्ने रहेछ नि इन्कम त गर्न सक्ने रहेछ अनि त्यसबाट चाहिँ मेरो माइन्डमा चाहिँ स्ट्राइक भयो अब चाहिँ आर्टलाई लिएर बाबुलाई चाहिँ घरमा पनि गराउनु पर्ने रहेछ मैले चाहिँ टाइम दिएँ भने
उसले गर्छ मेरो बाबुले गर्न सक्छ उसले फङ्सनिङ राम्रै छ उसको अनि आकार फाउन्डेसनले चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ एउटा भनौँ न आकार दिएर भनौँ न एउटा दिएर चाहिँ सपोर्ट गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ र मेरो बच्चाले अब भविष्यमा पनि उसलाई पेन्टिङहरू विभिन्न गराएपछि उसले इन्कम गर्न सक्छ इन्डिपेन्डेन्ट हुन सक्छ हैन उसले चाहिँ लाइफमा उसलाई केही न केही त सहयोग हुन्छ नि आफ्नो लाइफ चलाउनको लागि त्यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु आकार फाउन्डेसनलाई स्वीपेकागु अन्तर्राष्ट्रिय अपाङ्गता दिवस याचोले आकार फाउन्डेसन यागु समावेशी कला कार्यशाला लिसे प्रदर्शनी बोतिकापी अतिजम जोपी कलाकार मस्तेत आइतबार सिरपा लहलागु खा आकार फाउन्डेसन चाहिँ हामीले सुरु गरेको उद्देश्य चाहिँ एउटा इन्क्लुसिभ सोसाइटीमा एउटा इन्क्लुसिभ पिपल विथ डिसेबिलिटीलाई इन्क्लुसिभनेस पनि होस् र यसको चाहिँ हामीले फाइनेन्सियल इम्पावरमेन्टदेखि उ गरेर पनि उहाँहरूलाई पनि एउटा सोसल एकाउन्टेबिलिटी जस्तो आज हाम्रो अटिजम भएको भाइ बहिनीले यो उसबाट उहाँहरूले केही कमाएर सरकारलाई कर तिर्नु पाए भने होइन एउटा भनौँ न एउटा अस्तित्व हामी क्रिएट गर्छौँ भनेर त्यो चाहिँ हाम्रो एउटा भनौँ न चाहना हो होइन सो हामीले आकार सुरु गर्दाखेरि चाहिँ कहाँबाट सुरु गरौँ भनेर हामीलाई उ भएको थियो त्यहाँबाट हामीले कलालाई नै लिएर आर्टलाई नै लिएर सुरु गऱ्यौँ किनभने आर्टमा हाम्रो होल्ड स्ट्रङ थियो सो हामीले आर्टिस्ट विथ अटिजम भनेर हामीले एउटा प्रोजेक्ट अटिजम केयर नेपालसँग मिलेर हामीले सञ्चालन गऱ्यौँ त्यसमा चाहिँ हामीले अलमोस्ट 25 वटा आर्ट वर्कसप गऱ्यौँ 25 वटा आर्ट वर्कसप गर्दाखेरि हामीले 350 जति पेन्टिङहरू आर्टवर्कहरू निकाल्यौँ त हामीलाई के लाग्यो भन्दाखेरि हामीले कुनै पनि बायसनेस अझ हामी एज एन गऱ्यो भने एउटा बायस ऊ आउँछ ओपिनियन आउँछ भनेर हामीले आर्टिस्टको टिचरहरूलाई बोलाएर त्यो आर्टलाई एक्जामिन गर्नु लगायौँ र उहाँहरूले नै सर्टलिस्ट गरेर हामीलाई 55 वटा आर्ट दिनुभयो सो त्यसको चाहिँ हामीले 3टा चरणमा हामीले एक्जिबिसन गऱ्यौँ त्यहाँबाट हामीले अलमोस्ट तपाईँको 14 जना आर्टिस्टहरूलाई आज त्यो पेन्टिङ एज अ पेन्टिङकै स्वरमा हेरेर किन्नु भएको त्यसरी हामीले उहाँहरूलाई भनौँ न फर्स्ट इन्कम जेनेरेट गर्ने एउटा प्लेटफर्म एउटा क्रिएट गर्नुमा आज हामी सक्सेसफुल भएको छौँ होइन यो चाहिँ यसमा चाहिँ हामीले यो आर्टलाई पनि हामीले त्यो एक्जिबिसनमा प्राइजिङ गर्दा कसरी गर्ने भनेर हामीलाई च्यालेन्ज थियो त्यहाँले हामीले त्यो आर्टको टिचरहरू प्रोफेसरहरू केयुको उहाँहरूलाई बोलाएर इन्डिपेन्डेन्टली यो पेन्टिङहरू छ यसलाई तपाईँले आज एज अ नर्मल पेन्टरहरूको हिसाबले हेर्नु भने कुन बेचिन्छ कुन बेचिन्छ र कतिमा बेचिन्छ भनेर उहाँहरू 4-5 जना मिलेर सल्लाह गरेर 10,000 देखि 50,000 सम्मको एउटा मोल तोकेर त्यसलाई हामीले 3 चरणमा हामीले एक्जिबिसन गऱ्यौँ र यो एक्जिबिसन गर्नुमा हामीलाई ललितपुर महानगरपालिकाले निकै हेल्प गर्नुभएको थियो इन टर्म्स अफ भेन्यू र एउटा क्रेडिबिलिटी उ गर्नुको लागि सो आज चाहिँ हामीले चाहिँ अनसिन भनेर यो एक्जिबिसनको नाम गऱ्यौँ र यो अनसिन चाहिँ एभ्री इयर हुन्छ र हामीले पहल गरिरहेछौँ सो नेक्स्ट यो पालिको चाहिँ आज लास्ट क्लोजिङ गरेको हामीले उगु प्रदर्शनी अपाङ्गता जुपी मस्तिगु सृजनशीलता आत्मविश्वास वा आर्थिक सशक्तिकरण या त प्रवर्धन यागु उद्देश्य जुगु ख म सुरेन्द्र बजाचारी अटिजम केयर नेपाल सोसाइटीको निर्देशक अहिले भर्खरै हामीले आकार फाउन्डेसनको जुन यो स्पेसल प्रोग्राम अटिजम भएका बालबालिका र डिजेबिलिटी भएका बालबालिका पनि आफ्नो विभिन्न किसिमको ट्यालेन्टलाई उजागर गर्न सक्ने एउटा क्षमतालाई प्रस्तुत गरिकन उहाँले इन्कम जेनेरेट गर्न सकिन्छ भन्ने एउटा वातावरण क्रिएट गरेको छ पक्कै पनि एउटा यो एकदमै विशुद्ध राम्रो सोचको कारण अगाडि बढेको अटिजम भएका बालबालिका अटिजम भनेको विशेष अपाङ्गताको अवस्था जसलाई हामी न्युरो डेभलपमेन्टल डिसअर्डर भन्छौँ यो मस्तिष्क विकासको अपाङ्गता हो उहाँहरूलाई सञ्चारमा समस्या हुन्छ सामाजिक कर्ममा समस्या हुन्छ दोहोऱ्याउने क्रियाकलाप हुन्छ र विभिन्न संवेदीमा समस्या हुन्छ यो बिल्कुल कठिनाइ भएका अवस्थामा पनि हामीले यो आर्टलाई चाहिँ एउटा थेरापीको मात्र लिइरहेका थियौँ
त्यो थेरापी लिइरहेको राखेर चाहिँ कस्तो फिल भयो भन्दाखेरि त्यो सेन्सरी निडलाई मात्रै एड्रेस गरेका थियौँ। यो आर्टले पनि हाम्रो बालबालिकाहरूले इन्कम जेनेरेसन गर्न सकिन्छ भन्ने कुरामा चाहिँ एउटा छुट्टै एउटा परिकल्पना पनि गरेका थिएनौँ। भेरी थ्याङ्कफुल हाम्रो आकार फाउन्डेसन हाम्रो शेखरजीको टिम आउनुभयो। म हाम्रो अर्चनाजीलाई पनि सम्झिन चाहन्छु यहाँको कोअर्डिनेटर। उहाँहरूले चाहिँ हाम्रो यो आर्ट स्टुडियो भन्ने एउटा चाहिँ अर्गनाइजेसन हाम्रो कैलाश श्रेष्ठजीलाई पनि सम्झिन चाहन्छु। उहाँहरूले हाम्रो बालबालिकाहरूलाई पटक पटक चाहिँ संस्थामा आइकन त्यो एउटा वर्कसप गरिकन चाहिँ त्यो इन्भाइरोमेन्ट क्रिएट गर्नुभयो कि जहाँ चाहिँ ती बालबालिकाहरूले हाम्रा अटिजम भएका भाइ बहिनीहरूले बनाएका आर्टलाई चाहिँ एउटा मार्केटमा लाने र इन्कम जेनेरेसन गर्न सक्ने वातावरण बनाएर प्रयास गर्नुभयो। यसले गर्दाखेरि एउटा चाहिँ भर्खरै हाम्रो अभिभावकज्यूको पनि हाम्रो अनुभव सुन्यौँ। ठुलो एउटा चाहिँ आश चाहिएको छ कि हाम्रा अटिजम भएका बालबालिका पनि स्वावलम्बी बन्न सक्छन् भन्ने कुरा। पक्कै पनि अटिजम केयर नेपाल सोसाइटीले त्यही ध्येयका साथ अगाडि बढेको छ कि अटिजम भएका बालबालिकाहरू भविष्यमा गएर स्वावलम्बी बन्न सकोस्। त्यो विभिन्न क्षेत्रमा हुनसक्छ र आर्ट एउटा पनि विशेष क्षेत्र हामीलाई फिल भएको छ र ललितपुर महानगरपालिकाले जुन किसिमको यो सौहार्दपूर्ण वातावरणमा यसलाई वेलकमिङ गरेर सरकारी तर्फबाट पनि यो नेतृत्व लिने भूमिका खेल्नु भएको छ र साथसाथै आकार फाउन्डेसनले एउटा यसलाई स्केल अप गर्दै लाने र भविष्यमा चाहिँ यस्ता बालबालिकाहरूलाई एउटा स्वावलम्बी बनाउने वातावरण बनाउने प्रयास गर्नुभएको छ। यसको लागि पुनः धन्यवाद दिन चाहन्छु र सम्पूर्ण आज जो भाइ बहिनीहरू यो आकार फाउन्डेसन थ्रुबाट चाहिँ आर्टबाट चाहिँ जुन एउटा सम्मान प्राप्त गर्नुभएको छ उहाँलाई पनि बधाई दिन चाहन्छु। यो कार्यक्रमहरू अगाडि बढ्दै जाओस् भन्दै र हाम्रो मिडियाकर्मी साथीहरूलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।